युद्धमा जस्तै वीर योद्धा बन्न सक्छौँ हामी। वर्ष अघिको कथा नाला पानी सानो सानो नेपाल फुल जस्तो कोमला। नालापानी चलचित्र तिहारको अवसर पारेर कार्तिक 4 गतेदेखि देशैभरिबाट प्रदर्शन हुन गइरहेको छ। नालापानी चलचित्रको हिन्दी डब गर्नुपर्ने माग धेरै नेपालीहरूसँगै भारतीयहरूको पनि रहेको थियो, तर यो चलचित्रको हिन्दी डब नहुने भएको छ। हिन्दी डब गर्न र बजार विस्तार गर्न धेरै नै खर्च रहेकोले हिन्दी डब बारे नसोचेको यसका निर्माताहरूको भनाइ छ। नालापानी चलचित्रको ट्रेलर पब्लिस भएसँगै पुर्खाहरूले लडेको त्यो लडाईँ हामीले नेपाली किताबमा त पढेका थियौँ, अब चलचित्रमा पनि हेर्न पाइने भएको छ। वीर नेपालीको कथा बोकेको सत्य घटनाको यो चलचित्रको ट्रेलर हेर्दा एउटा सच्चा नेपालीको शरीर नै जुर्मुराउने गर्दछ र एउटा देशप्रतिको मायाले ओतप्रोत भएर आत्मबल र एउटा छुट्टै शक्ति प्राप्त हुने गर्दछ। नालापानी चलचित्र रिलिज हुन अब थोरै दिन बाँकी छ। यो चलचित्र रिलिज भएसँगै यसले कतिौं दिनसम्म कति बक्स अफिस कलेक्सन गर्ला त भन्ने उत्सुकता सम्पूर्ण नेपाली दर्शकहरूमा रहेको छ। अहिलेसम्मका चलचित्रहरूले गरेको व्यापार र बक्स अफिस कलेक्सन त राम्रै रहेको छ, त्यसैलाई नै मूल्याङ्कन गर्दै यो चलचित्रले त झन् नेपालीको भावनासँग जोडिएकोले यसले पनि राम्रो कलेक्सन गर्नेमा दुई मत छैन। आउनुहोस् चलचित्र रिलिज भएपछि यो चलचित्रले कतिौं दिनसम्म कति बक्स अफिस कलेक्सन गर्ला त यसको भविष्यवाणी गरौँ। चलचित्रको ट्रेलर हेरेर नै दर्शकहरूले कार्तिक 4 गतेको पर्खाइमा रहेका छन्। त्यही भएर कार्तिक 4 गते देशभरि यो चलचित्र हाउसफुल भएर राम्रो ग्रस कलेक्सन गर्नेमा दुई मत छैन। यो चलचित्रले पहिलो दिनमा नै 1 करोड माथिको कलेक्सन गर्नेछ। पहिलो दिन चलचित्र हेरेर गएका दर्शकहरूले जय महाकाली भन्दै बलभद्र कुँवरले नालापानीमा खुकुरी नचाएर तोप बोकेका अङ्ग्रेजहरूको सातो लिएको र एउटा खुकुरीकै भरमा आफ्नो मुलुक र सीमानाको रक्षा गरेको र शरीरमा एक थोपा रगत रहन्जेल अन्तिम श्वास रहन्जेलसम्म राष्ट्रका महिला, बच्चा र जवानसँगै रणभूमिमा डटेर दुश्मनसँग लडेको दुर्लभ क्षण यो चलचित्रमा देखेर गएका दर्शकहरूको पोजिटिभ रियाक्सन देखेर यो चलचित्रले दोस्रो दिन पहिलो दिनको भन्दा बढी नै आक्रामक रूपले व्यापार गर्नेछ। यो चलचित्रले 5औं दिनसम्म प्रत्येक दिन 1 करोड हाराहारीमा व्यापार गर्नेछ भने यो चलचित्रले 15औं दिनसम्म 8 करोडदेखि 12 करोडसम्मको बक्स अफिस कलेक्सन गर्ने अनुमान लगाउन सकिन्छ। यो आँकडा नेपालको मात्र हो। यो चलचित्रले विश्व बजारबाट आक्रामक रूपमा व्यापार गर्यो भने चलचित्रले सबभन्दा बढी बक्स अफिस कलेक्सन गर्ने चलचित्र टप 3 भित्र पर्न सफल रहनेछ। त्यसैले हामी नेपाली चलचित्र प्रेमीहरूले पनि नेपाली चलचित्रलाई माया गरी एकपटक चलचित्र घरसम्म पुगेर चलचित्र हेर्नु पर्दछ, जसले गर्दा नेपालीहरूले आफ्नो इतिहासलाई भुल्न हुँदैन भन्ने आभास हुनेछ र अर्को फाइदा सम्पूर्ण नेपालीहरूले नेपाली चलचित्रलाई माया गरी दिएमा भोलि फिल्म निर्माताहरूले यस्तै ऐतिहासिक कथावस्तुमा चलचित्र निर्माण गर्नमा प्रेरणा मिल्ने गर्दछ। साथीहरू, तपाईहरुलाई के लाग्छ चलचित्र नालापानीले आफ्नो लाइभ शोभरिमा कति कलेक्सन गर्न सफल होला त कमेन्ट गर्नुहोला। साथीहरू, मेरो च्यानललाई लाइक र सब्स्क्राइब गरिदिनु होला भन्दै यस्ता भिडियोहरू पुनः लिएर आउने बाचा गर्दै अहिलेलाई बिदा हुन्छु। हवस् त, नमस्ते, बाई बाई।